भन्नुहोस् त? आगो चाहिँ बाइबलमा नि शक्तिशाली चिनो हो। हालेलुया। जब तपाईँले बाइबलमा आगो देख्नुहुन्छ नि, परमेश्वरको शक्तिशाली घटना घटेको छ। आगोले शुद्ध पार्छ। आमेन। आगोले चोख्याउँछ। आमेन। आगोले नष्ट गर्छ। हालेलुया। आगोले न्याय देखाउँछ। आमेन। आमेन। आगो चाहिँ परमेश्वरको प्रेम अनि परमेश्वरको क्रोधको चिन्ह पनि हो। हालेलुया। आगो चाहिँ पवित्र आत्माले परिवर्तन ल्याउने शक्तिको चिन्ह पनि हो। आमेन। उत्पत्तिदेखि लिएर प्रकाशित वाक्यसम्म तपाईँले धेरैपल्ट आगो आगो आगोको बारेमा तपाईँले वर्णन सुन्नुहुन्छ। परमेश्वरले अब्राहमलाई जब बोलाउनु भयो, परमेश्वरले अब्राहमलाई भन्नुभयो आकाशका ताराहरू हेर। आमेन। धेरैपल्ट हामी संख्या मात्रै भन्छौँ, धेरैपल्ट हामी संख्या मात्रै भन्छौँ। अब्राहमलाई परमेश्वरले यति धेरै संख्यामा परमेश्वरले उहाँलाई सन्तान दिने कुरा गर्नुभयो भनेकन, तर परमेश्वरले अब्राहमको आकाशको ताराहरू हेर भन्दै गर्दा नि अब्राहमले के देख्दै थियो भने नि धर्मी जनहरूको एउटा ठुलो समूहलाई देख्दै थियो। याङगाङमा जन्मिने धर्मी मानिसहरूलाई अब्राहमले देख्दै थिए। हालेलुया। दानियल 12 अध्यायको 3 पदले भन्छ, बुद्धिमानहरू आकाशको चमक जस्तै र धेरैले धार्मिकतामा डोर्याउनेहरू चाहिँ ताराहरू जस्तै सदा सर्वदा आकाशमा चम्किरहन्छ। आमेन। आमेन। अब्राहमले आकाशको तारालाई हेर्दाखेरि तपाईँलाई देख्दै हुनुहुन्थ्यो एक दिन मेरो सन्तान हुन्छ। कस्तो सन्तान? धर्मी सन्तान भन्नुहोस् त। धर्मी सन्तान भन्नुहोस् त। लुट्ने होइन, चोर्ने होइन, ढाँट्ने होइन, भ्रष्टाचार गर्ने होइन, घुस खाने होइन, तर एउटा धर्मी सन्तान परमेश्वरले खडा गर्दै हुनुहुन्छ। हालेलुया। 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 जब परमेश्वरले तपाईँ अनि मलाई त्यो ठाउँबाट लिएर जानुहुन्छ नि, हामीलाई परमेश्वरले सन्तान देखाउनुहुन्छ। म बिहान मात्रै मैले एउटा कुरा सोचिराखेको थिएँ, प्रभु येशू ख्रीष्ट क्रुसमा झुन्डिँदै गर्दाखेरि उहाँ क्रुसमा झुन्डेर हात पाउमा काँटी ठोक्ने बित्तिकै उहाँ मर्न सक्नुहुन्थ्यो। पवित्र आत्मा परमेश्वरले पर्खिरहनु भएको थियो, कहिले चाहिँ प्रभु येशू ख्रीष्टले भन्नुहुन्छ अब सिद्धियो। र जसै मलाई भन्नुहुन्छ पवित्र आत्माले उहाँको प्राणलाई लिकन जानुको निम्ति पर्खिराख्नु भएको थियो। हेर्नुहोस् है, प्रभुले मलाई एउटा शक्तिशाली भिजन देखाउनु भयो। पवित्र आत्मा पर्खिराख्नु भएको थियो, कहिले चाहिँ प्रभु येशूले क्रुसबाट भन्नेछ अब मलाई बेसी दुख्यो, मलाई पीडा भयो, म सक्दिनँ, हे पिता म मेरो आत्मा तपाईँको हातमा सुम्पन्छु, अब सिद्धियो। मात्रै उहाँले छिटो भन्नुभएको हो नि, छिटो उहाँले त्यति मात्रै भन्नुभएको हो नि, के हुन्थ्यो? पवित्र आत्माले उहाँको आत्मालाई लिएर गइहाल्नुहुन्थ्यो, म मरिहाल्नुहुन्थ्यो। तर मैले सोच्दै थिएँ 9 बजी उहाँ क्रुसमा टाँगिनु भएको, 12 बजीसम्म कति घन्टा? हजुर 12 बजी उहाँले भन्नुभयो मलाई तिर्खा लाग्यो, चर्को घाम, त्यो डाँडाको चर्को घाममा एउटै कुरो माग्नुभयो, साह्रै तिर्खा लाग्यो, थोरै पानी देऊ न, हेर घाँटी सुक्यो, केही पिउन पाउन। त्यो डाँडाको चर्को घाममा एउटै कुरा माग्नुभयो, साह्रै तिर्खा लाग्यो, केही पिउन पाउन, हेर घाँटी सुक्यो, थोरै पानी देऊ न।
तपाईँलाई थाहा छ प्रभु यीशु ख्रीष्टको मृत्यु कसरी भयो? हामी धेरैपल्ट नि नक्साहरूलाई एउटा गलत नक्सा, गलत कुरा सोच्ने बनाएको। हामी प्रभु यीशु ख्रीष्टलाई क्रुसमा नक्सा देख्छौँ। उहाँको शरीरमा लुगा लगाइएको, उहाँको लुगा शरीरलाई यसो ढाकेको तपाईँले देख्नुहुन्छ। तर वास्तवमा तपाईँले नि इतिहासलाई अध्ययन गर्नुभयो भने तपाईँले के देख्नुहुन्छ? प्रभु यीशु ख्रीष्ट श्रापित बनिनु भयो, क्रुसमा श्रापित बनिनु भयो। अनि श्रापित मान्छे झुन्डिँदै गर्दा चाहिँ नि उसको शरीरमा लुगा लगाउँदैन। प्रभु यीशु ख्रीष्टको सबै शरीर लुगाहरू खोलिएको थियो। प्रभु यीशु ख्रीष्ट नाङ्गै झुन्डिनु भयो। उहाँले दुईवटा लुगा लगाउनु भएको थियो। एउटा चाहिँ हिमातिया भन्छ, अर्को चाहिँ चित्तोना भन्छ ग्रिकमा। चित्तोना भनेको चाहिँ बाहिरी पोसाक, हिमातिया भनेको चाहिँ भित्री पोसाक। भित्री पोसाक त्यसको भित्र केही पनि थिएन। अनि भित्री पोसाक चाहिँ एउटै लुगा थियो, त्यसलाई बाँड्नु मिल्दैन थियो। अनि माथिल्लोपट्टि लाउने लुगा चाहिँ बाहिरी पोसाक थियो। अनि त्यसलाई चाहिँ सिपाहीहरूले 4 भागमा बाँडे। 4 जना सिपाही थियो, 4 भागमा बाँडे अनि एक भाग लिएर गए। तर भित्रको लुगा चाहिँ बाँड्नु मिल्दैन थियो, च्यात्नु मिल्दैन थियो। त्यसकारण उनीहरूले चिठा हाले, जसको हाल्नुपर्छ उसैले लिएर जान्छ। त्यो लुगालाई पनि लिएर गए। प्रभु यीशु ख्रीष्ट नाममै झुन्डिनु भयो। अन्त शरीरलाई लाजलाई ढाक्ने हातहरू पनि थिएन, किनभने त्यो हातहरू क्रुसमा काँटी ठोकिसकिएको थियो। आमा, छोरी, दिदी, बहिनी अगाडि कस्तो होला? यतिसम्म अपमानित हुनुभयो। बुवाले पनि उहाँलाई हेर्न सक्नु भएन। बुवाले डल्लै पृथ्वी अँध्यारो बनाइदिनु भयो। सूर्यले हेर्नु सकेन, स्वर्गदूतले हेर्नु सकेन। सारा स्वर्ग भनेर त्यहाँनिर बुवाले अनुहार मुकाउनु भयो छोरादेखि त्यस दिन। जिन्दगीमा अहिले प्रभु यीशु ख्रीष्ट संसारमा आउनु भएको दिनदेखि आजको दिनसम्म नि बाउ र छोरा आम्ने सामने अनुहार हेरेर बात गर्थे। बुवाले जे गरेको देख्थे छोराले त्यही गर्थे। बुवालाई नसोधिकन छोराले केही पनि गर्दैन थियो। तर त्यस दिन बुवाले छोराबाट अनुहार पायो। छोराले चिच्याए, एलोई एलोई लामा सबक्थनी। हे मेरो बुवा, मलाई किन त्याग्नु? तिर्खा लाग्यो मलाई भन्नु, मलाई तिर्खा लाग्यो। एउटा रोमी सिपाहीले हेरे यसो पर एउटा लठीमा स्पोन्ज बाँधिएको रहेछ। अनि सिरका रहेछ, भिनेगर रहेछ। त्यो सिरका र स्पोन्ज कसरी आयो भने नि तर इतिहास हेर्नुपर्छ। तपाईँले नि गुगलमा नि XYLOSPONGIUM जाइलोस्पोन्जियम भन्ने वर्डलाई तपाईँले शब्दलाई हेर्नुभयो भने तपाईँले बुझिहाल्नुहुन्छ। रोमी साम्राज्यका धनी धनी मानिसहरू, रोमी साम्राज्यका धनी धनी मानिसहरूले टोइलेट गरिसकेपछि, लङ टोइलेट गरिसकेपछि नि उनीहरूले आफ्नो यो पछाडिको भागलाई उनीहरूले धुँदैन थियो। उनीहरूलाई त्यो आफ्नै हातले धुनु चाहिँ डरलाग्दो अपमान, धुँदैन थियो। अनि उनीहरूलाई घाउ हुन्छ, इन्फेक्सन हुन्छ भन्ने पनि एउटा ठुलो डर थियो।
त्यसकारण उनीहरूको नोकरहरू हुन्थे। नोकरहरूले चाहिँ डन्ठीको टुक्रो स्पन्ज मार्थ्यो अनि भिनेगर जान्थ्यो अनि आफ्नो मालिकको यो पछिल्लो भागलाई सफा गरिदिन्थे। प्रभुले भन्नुभयो मलाई तिर्ख लाग्यो। त्यही कुरोलाई लिए अनि प्रभुको मुखमा लगाइदिए। आफ्नो सब पराया भए साथी सँगै टाढा गए। सधैँ साथ हिँड्नेहरू तपाईँलाई नचिन्ने भए। आफ्नो सब पराया भए साथी सँगै टाढा गए। सधैँ साथ हिँड्नेहरू तपाईँलाई नचिन्ने भए। जुन हातलाई रोटी दियो त्यही हातले ढुङ्गा हाने र पनि भन्न छोडेन माफैको साथी मुखोली बाचा तोडेन मायाले मलाई। 6 घण्टामा क्रुसमा झुन्डिनु भयो। स्वर्गदूतले भने प्रभु अब त प्राण त्याग गरिदिनुहोस्। पवित्र आत्मा आइकन भन्नुभयो यसो अब त घोषणा गरिदिनुहोस् इट इज फिनिस्ड, सक्यो भनेर भनिदिनुहोस् न। म तपाईँको प्राणलाई लिएर जानु, तपाईँको आत्मालाई लिएर जानु तयार भएको छु। आई एम रेडी। प्रभु क्रुसमा झुन्डिनु भएको छ। उहाँले भन्नुभयो होइन, दुख्दैछ। उहाँले सधैँ हुनुहुन्छ। एकवटा थोपा रगत उहाँको शरीरबाट बग्दैछ। एक मिनट बिताउनु गाह्रो पर्दैछ। सारा स्वर्ग चकमन्न भयो, पृथ्वी चकमन्न भयो। प्रभु येशूले छोड्नै मान्नुहुन्न। एक थोपा रगत बगेकै छ। मैले सोध्दै थिएँ किन प्रभु यति लामो किन झुन्डिनु भएको तपाईँ? पवित्र आत्माले भन्नुभयो यसैया 53:10 पढ। उहाँको शरीरबाट बग्दै गरेको रगत एक-एकवटा थोपा रगत जब उहाँको शरीरबाट निस्किँदै थियो नि, येशूले आफ्नो सन्तान देख्दैन, तपाईँलाई देख्दैन। एक-एकवटा थोपा रगत बग्दै फेरि यसो आफूले याङ्गाको त्यो हललाई हेर्दै हुनुहुन्थ्यो। मेरो सन्तान आएकै आएन, मेरो छोराछोरी आएकै आएन। मैले फलवालाई जितेँ कि जितिनँ? यो आएकै आएन मेरो खोरमा, यो आएकै आएन मेरो गोठमा, यो आएकै आएन मेरो घरनामा। यसलाई मैले जितेँ कि जितिनँ?
यसलाई चाहिँ के यो आयो, सुनिल आयो, क्यारोलिन आयो, जेनेट आयो, प्रेरणा आयो, प्रेम आयो, विजय आयो, प्रयास आयो। जोयल आयो, सुखद आयो, सुख रोध आयो, सुख आयो। एउटा सन्तानको नाम बिगाडेको नभए त्यो क्रुसमा ल्याएको त्यस्तै एउटा छोराछोरी कोही पनि नाश नहोस्, तर हरेकले अनन्त जीवन पाओस्। Maya
मृत्युलाई हेर बगाई लाग्यो मायाको जुटाइले मृत्युलाई हेर बगाई लाग्यो मायाको जुटाइले बेदी बलिदानको ठाउँ हो। बेदी पीडा बोकेर ल्याउने ठाउँ हो। स्वर्ग मुनि पृथ्वीमाथि क्रुस जस्तो शक्तिशाली बेदीहरू कुनै पनि बनिएन। जागृति कन्फरेन्सले ल्याउँदैन। जागृति यो मायाको आगोले लिएर आउँछ। जागृति यो अभिषेकले लिएर आउँछ। जागृति यो सामर्थ्यले लिएर आउँछ। यो निम्नै नसकेको आगोले जागृति ल्याउँछ। यो निम्नै नसक्ने आगो छ नि, यो चाहिँ जागृतिको झिल्का हो। सुन्दर छ तिम्रो जहाँ बसेछ मेरो जीवन, तिम्रो आँखाको रानी भई मायाको जुटाइले भित्र हराई गए। मृत्यु तेरो खीर कहाँ? ए जिहान तेरो शक्ति कहाँ? बेदी बेदी जागृति ल्याउन चाहनुहुन्छ, त्यो आगोलाई बोकेर जानुहोस्। बेदी अनि बलिदान अधुरो हुन्छ। आगो बिना बेदी अनि बलिदान अधुरो हुन्छ। आगोले पूर्णता ल्याउँछ। रेवेशेके देरियाला रबाला रामुशा दाना फेरियाला राबायाला रामुशा शेके देरियाला रामुसे परमेश्वरले अब्राहमलाई भन्नुभयो मेरो लागि बलिदान तयार गर। अनि अब्राहमले बलिदान तयार गरे। अनि परमेश्वरले भन्नुभयो अब मेरो आगो चाहिँ त्यो बलिदान बीचबाट भएर जानेछ। अनि परमेश्वरको आगोले त्यो बलिदानलाई ग्रहण गर्नुभयो। तर त्यो हुन अगाडि परमेश्वरले अब्राहमलाई लुतबाट अलग गर्नु पर्यो। लुत भनेको चाहिँ ढकनी हो। लुत भनेको चाहिँ कभरिङ हो। परमेश्वरले तपाईँलाई चलाउन चाहँदै हुनुहुन्छ, लुतबाट तपाईँ अलग हुने समय आएको छ। तपाईँको जीवनमा तपाईँलाई ढाकेर राख्ने कुरा के छ? अलग हुनुहोस्। तपाईँलाई ढाकेर राख्ने कुराहरू के छ? अलग हुनुहोस्। यसरी लुतबाट छुट्टिनुहोस् मण्डली, लुतबाट छुट्टिनुहोस्। तपाईँको आफ्नै सन्तान होला, धेरै मायाका कुराहरू गाँसिएको होला,
रिलेसनशिपहरू होला। जबसम्म रुखबाट तपाईँ अलग हुनुहुन्न नि तपाईँसँग परमेश्वर बोल्न सक्नुहुन्न। रुखबाट निस्किनुहोस्, रुखबाट अलग हुनुहोस्, अनि तपाईँको जीवनमा परमेश्वरको महिमाको आगो झर्छ। लुकेको कुरा शक्तिशाली हुन्छ, लुकेको कुरामा जीवन भरिएको छ। तो यहाँबाट जानुहुन्छ मण्डलीमा प्रार्थनाको शिविरहरू सुरु गर्नुहोस्, होल नाइट प्रेयरहरू सुरु गर्नुहोस्, फास्टिङ प्रेयरहरू सुरु गर्नुहोस्। धेरै मान्छे हुनु पर्दैन। पास्टर बाबु पास्टर आमा सायद तपाईँ 2 जना मात्रै हुनुहुन्छ होला। करिन्थको खोल्सामा जानुहोस्, लुक्नुहोस्, किनभने जागृति आउँदैछ, जागृति आउँदैछ। याङ्ग जागृति आउँदैछ, नाम्ची जागृति आउँदैछ, लिम्बू जागृति आउँदैछ। पूर्व पश्चिम उत्तर दक्षिणबाट जमाउनु भएका परमेश्वरका छोराछोरीहरू जागृति आउँदैछ। यसो रगोस पालन्छ, यसो एलिया गए अनि सार्पतको एउटा बिन्दुले एलियालाई पाल्नु थाल्यो। परमेश्वरले उल्टा तल एउटा बिन्दुले पाल्नेछ अनि सार्पतको बिन्दुले एलिसालाई घरमा स्वागत गरिन्। तर केही समयमा त्यो विधवाको छोरा मर्यो, त्यो विधवाको छोरा मर्यो। धेरै पल्ट नि तपाईँ राइट मान्छेसँग राइट ऋतुसँग जोडिँदै गर्दा, सही कुराहरूसँग जोडिँदै गर्दा नि तपाईँको जीवनमा नोक्सानी आएको जस्तो हुन्छ है। तपाईँ एक्लो बनिनुहुन्छ एक प्रयास, छोरा एक्लो बनिन्छ धेरैपल्ट, मर्छ कुराहरू परमेश्वरसँग जोडिँदै गर्दा नै जहिले फलिमाप हुँदैन। धेरै कुरा मरेको देख्नुहुन्छ, सम्बन्धहरू धेरैबाट मर्छ, साइनहरू धेरैबाट मर्छ। सधैँले साथी तपाईँको लागि बिरानो बनिन्छ। तपाईँलाई मान्छेले छोड्छ, एक्लो बनिनुहुन्छ, मर्छ। स्वर्गसँग जोडिँदै गर्दा जहिले पनि बेड अफ रोजेस गुलाबले भरिएको
ताकि त्यो शरीरलाई फेरि पुनरुत्थान गराउन सक्यो भनिकन। हालेलुया, हालेलुया। अनि पुनरुत्थान भएको व्यक्तिसँग चाहिँ शैतान डराउँछ, किनभने पुनरुत्थान जस्तो हुन्छ नि त्यसलाई मृत्युले मार्न सक्दैन। अब हालेलुया, हालेलुया। यीशु ख्रीष्टमा शैतान किन डराउँछ? किनभने यीशु पुनरुत्थान हुनुभयो। तपाईको जीवनमा पुनरुत्थान हुन्छ नि शैतान डराउँछ तपाईसँग, किनभने पुनरुत्थान भएको मान्छे फेरि मर्नु सक्दैन। आमेन, 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 आमेन। पुनरुत्थान भएको व्यक्तिसँग शैतान डराउँछ। हालेलुया, हालेलुया। परमेश्वरले आजको दिनसम्म तपाईको जीवनमा गर्नुभएका कुराहरू कतिवटा कुरा खोज्दै हुनुहुन्छ, मार्दै हुनुहुन्छ, तर तपाईँलाई वापस दिनको निम्ति, हालेलुया, वापस दिनको निम्ति, आमेन, अझै महिमामा वापस दिनको निम्ति, अझै सामर्थ्यमा वापस दिनको निम्ति, अझै जीवनले भरिएर फर्काउनको निम्ति परमेश्वरले धेरैवटा कुराहरू माग्नुहुन्छ, माग्नुहुन्छ। तपाईँका कुराहरू धेरैवटा मरिसकेको होला, परमेश्वरले पुनरुत्थान गराउन सक्नुहुन्छ। पास्टर बाबुहरू, तपाईँले जीवनको कतिवटा कुरा मरेका छन् भने तपाईँले भन्नुहुन्छ प्रभु तपाईँको लागि रोपेको थिएँ मर्यो त, तपाईँको लागि गरेको थिएँ भएन त। प्रभुले भन्नुहुन्छ मेरो पुनरुत्थान आउनु दे, मेरो पुनरुत्थान आउनु दे। पुनरुत्थान शक्तिशाली हुन्छ, शक्तिशाली हुन्छ। माथिका कुराहरूमा बस्नु भने माथिका कुराहरूलाई देख्न सक्नुपर्छ। हालेलुया, हालेलुया। हो, अब खडेरीको तेस्रो वर्ष लागेको छ, तेस्रो वर्ष लागेको छ। अब खडेरी कसरी सकिने, अब खडेरी कसरी सकिने? परमेश्वरले भन्नुभयो बलिदान तयार गर्नु। खडेरी केले मेटाउँदो रहेछ? बलिदानले मेटाउँछ। खडेरी मेटाउने एउटै शक्ति छ, बलिदान। तपाईँको जीवनमा खडेरी लागेको छ, बलिदान तयार गर्नुहोस्। मण्डलीमा खडेरी लागेको छ, बलिदान तयार गर्नुहोस्। यो भेगमा खडेरी लागेको छ, बलिदान तयार गर्नुहोस्। It's only the sacrifice that destroys the spirit of famine. खडेरीको आत्मालाई चाहिँ नि बलिदानले जित्छ। हालेलुया, जित्छ। मण्डलीमा बलिदान दिदिकन अब भेट्नुहोस्। सुविधाको समय होइन, असुविधाको समयमा भेट्न थाल्नुहोस्। आमेन, आमेन। असुविधाको समयमा भेट्न थाल्नुहोस्। मनपर्ने समय सबैलाई भ्याउने सल्लाह गरेर समय निकाल्ने होइन। कति बजी भेट्नु हो, कसलाई भ्याउँछ हौ, सबैलाई असुविधा हुने समय निकाल्नुहोस्। जागृति परमेश्वरले ल्याउँदै हुन्छ। सबैले दान दिनुहोस् अनि जागृति आउँछ। हालेलुया। आगो परम प्रभुबाट आउँछ। आमेन। आगो परम प्रभुबाट आउँछ। पहिलो राजा 18:23। अब हाम्रो निम्ति 2वटा साँडे ल्याऊ। उनीहरूले आफ्नो निम्ति एउटा छानेर टुक्रा टुक्रा गरी काटेर आगो नलगाइकन दाउरामाथि राखुन्। अनि म चाहिँ त्यो अर्कोलाई तयार गरेर आगो नलाइकन दाउरा माथि राख्नेछु। अनि जसको परमेश्वर सत्य हुनुहुन्छ आगोद्वारा उहाँले उत्तर दिनुहुन्छ। आमेन, आमेन। बालका पुजारीहरूले आफ्नो तरिकाले आफ्नो समझले भ्याएसम्म गर्नुसम्म सबै गरे, उफ्रे, नाचे, कराए, तौर तरिका लगाए, सिस्टमलाई ल्याए, तन्त्रलाई ल्याए, कोसिस गरे, तर आगो झरेन, आगो झरेन। 6 बजी सक्यो बेलुकाको, आगो झर्नु मानेन। उनीहरू थाके, अरे सायद तब एरियाले भने
तरिका मलाई थाहा छ। अब म भक्तिको वेदीलाई निर्माण गर्छु, भक्तिको वेदीलाई निर्माण गर्छु। हिजो मेरो श्रीमतीले वेदीको कुरा भन्दै थियो, आगो ल्याउन चाहनुहुन्छ? कतिजना आगो ल्याउन चाहँदै हुनुहुन्छ? जागृतिको आगो ल्याउन चाहँदै हुनुहुन्छ? तपाईँको घरमा फर्केर जानुहोस्, भक्तिको वेदीलाई तपाईँ निर्माण गर्न थाल्नुहोस्, भक्तिको वेदीलाई बनाउन थाल्नुहोस्, भक्तिको वेदीलाई बनाउन थाल्नुहोस्। भन्नुहोस् प्रभु, मेरो घरको वेदी भत्किएको छ, मेरो मण्डलीको प्रार्थनाको वेदी भत्किएको छ, मेरो सङ्गतिको आमा सङ्गतिको वेदी भत्किएको छ, हाम्रो युथ मिटिङको वेदी भत्किएको छ, वर्शिप टिमको वेदी भत्किएको छ। हामी वेदी मर्मत गर्नेछौँ। We will repair the altar of the Lord. परमप्रभुको वेदीलाई म फेरि बनाउने छु। आमेन। आगो ल्याउने एउटै तरिका हो, वेदीलाई निर्माण गर्न थाल्नुहोस्। हालेलुया, हालेलुया। अनि वेदी निर्माण गर्दै गर्दै एलियाले मान्छेलाई भने मौका आऊ। पहिलो राजा 18:30 तब एलियाले सबै मानिसलाई भने यहाँ मौका आऊ। अनि तिनीहरू सबै एलियाका आए। त्यसपछि परमप्रभुको भक्तिको वेदीलाई तिनले मर्मत गरे। यो पुस्ता माथि परमेश्वरको शक्तिशाली अभिषेक छ। यो पुस्ता चाहिँ के हो भने नि भक्तिको कुरालाई बनाउने पुस्ता हो। यो पुस्ता, दिस इज अ जेनेरेसन that will restore the broken things. It will say, यशाया 61:1-4 हो। हालेलुया। 3 र 4 पढिन्छु। र सियोनमा विलाप गर्नेहरूलाई खरानीको सट्टा सुन्दरताको मुकुट र शोकको सट्टा आनन्दको तेल लगाइदिन, निराश मनको सट्टा प्रशंसाको पोसाक पहिराइदिन, उहाँको गौरवको प्रदर्शन होस् भनेर परम प्रभुले नै रोप्नु भएको धार्मिकताका फलाटहरू तिनीहरू पलाइनेछन्। आमेन। तिनीहरूले पुराना भग्नावशेषहरू पुनर्निर्माण गर्नेछन्। हालेलुया। परमप्रभुको आत्मा माथि छ भक्तिको कुराहरू बनाउनको लागि। तपाईँको दाहिने हात शिरमा राख्नुहोस् अनि मेरो पछि पछि भन्नुहोस्, परमप्रभुको आत्मा म माथि छ भक्तिका कुराहरू बनाउनको निम्ति। हालेलुया, हालेलुया। भत्केका पर्खाल फेरि बनाउँदै आनन्दको गीत मलाई सुनाउँदै म बाँच्नेछु सदा। मेरो इनार त्यसै बनाइदेऊ, अभिषेक अभिषेकले चाहिँ भत्किएका कुरा बनाउँछ। लोभले सक्ने सम्बन्ध भत्किएको छ। आज जानुहोस् घरमा, एकाअर्काको हात समात्नुहोस् अनि भन्नुहोस्, म भत्किएको कुरा बनाउन लाग्छु। anointing। पास्टर बाबुसँग सम्बन्ध बिग्रेको छ, तपाईँको मण्डलीका गुरुजनसँग सम्बन्ध बिग्रेको छ, पास्टर बाबुकोमा जानुहोस्, भन्नुहोस्, पास्टर बाबु म भत्किएको कुरा बनाउने पुस्ता हो, म बनाउन आएको छु। हालेलुया, हालेलुया, हालेलुया। अभिषेक कहाँ देखा पर्छ? यो हलबाट तपाईँ जानुहुन्छ, यो स्कुलको कम्पाउन्डमा भत्किएको ठाउँहरू होला, भत्किएका कुराहरू होला, कसैले खाने कुरा कपहरू छ त्यसैले फ्याँकेको होला। सबै कुरा टिप्नुहोस्, डस्टबिनमा हाल्नुहोस्, किनभने यो संसार मेरो बुवाको संसार, यो संसार तपाईको बुवाको संसार हो। आमेन, आमेन। यो सिक्किम सरकारको होइन, यो सिक्किम येशू ख्रीष्ट।
त्यसकारण यो सिके भत्केका ठाउँलाई अब तपाईँले बनाउनुपर्छ। भत्केका पर्खा फेरि बनाउँदै आनन्दको गीत तपाईँलाई सुनाउँदै म बाँच्नेछु सदा मेरो इनाम अझै गहिरो अभिषेक छोराछोरी आज तपाईँको आमा बाउको जानुहोस्, आमा बाउको हात पक्रिनुहोस्, भन्नुहोस् आमा सरी, बुवा सरी, म भत्केको कुरा बनाउन आएको छु, म भत्केको कुरा बनाउँदैछु। एलियाले सबै मान्छेलाई बटुले, एलियाले सबै मान्छेलाई बटुले। आगो कति बेला खसाइया छ जब तपाईँ एक हुन थाल्नुहुन्छ, मण्डली एक हुन थाल्छ। अघि भाइ पास्टर विजय जोयले त्यही भन्दै हुनुहुन्थ्यो, युनिटी। बालका पुजारीले मान्छेलाई धपाइदिएका थिए, एलियाले मान्छेलाई बटुले, मान्छेहरू सब एक भइनी स्वर्गबाट आगो आयो। हालेलुया, हालेलुया। आगो आइकन 450 जना बालका पुजारीहरूलाई नष्ट गरिदियो। परमेश्वरले कर्मेलको डाँडामा करारलाई सम्झनु भयो। धेरै वर्ष अगाडि एक दिन एउटा छोरी चिच्याएका थिए, धेरै वर्ष अगाडि एउटा छोरी कराउँदै थियो, धेरै वर्ष एउटा छोरीले भन्दै थियो, ए इस्रायल तिमीहरू त डरले नकाम हो, तिमीहरू त शक्तिशाली भए त। राजा लुक 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 लुकाउँदै थियो। राजालाई छोरीले हेरेर भन्यो, तिमी अगाडि जाँदैन भने म जान्छु, म जान्छु। आज इजरायलको परमेश्वरको लागि म खडा हुन्छु। त्यो छोरीको नाम डेबोरा। शत्रुलाई लखेट्दै नखेट्दै नखेट्दै ल्याए अनि त्यही किद्रोनको खोल्सामा याएलले सिसेराको टाउकोमा काँटी ठोकिदिए। छोरीहरू आज परमेश्वर तिमीलाई त्यही ठाउँ बोलाउँदै हुन्छ, त्यही ठाउँ बोलाउँदै हुन्छ। डेस्टिनी छ, अभिषेक छ, सामर्थ छ, महिमा बगिराखेको छ। हालेलुया, हालेलुया। जसै बालका पुजारीहरू मारियो नि तब झरी बर्सियो। आमेन, आमेन। झरी बर्सिनुको अगाडि नि परमेश्वरले सफाई गर्नुहुन्छ। मण्डलीमा आत्माको झरी बर्सिनु अगाडि परमेश्वरले मण्डलीलाई सफा गर्दै हुनुहुन्छ। परमेश्वरलाई मन नपर्ने कुरोहरू छ मिल्काइदिनुहोस्। बालका पुजारीहरू छन् खत्तम पारिदिनुहोस्। बालको मूर्तिहरू छ तपाईँको मण्डलीमा भत्काइदिनुहोस्। बालका कुरा तपाईँको घरमा छ तोडिदिनुहोस्। आज अनि भोलि तिमीहरूले आफूलाई शुद्ध पार, किनकि पर्सिको दिन परमेश्वर तिम्रो बिचमा शक्तिशाली काम गर्नुहुन्छ। हालेलुया, हालेलुया। यहाँबाट जानुहोस्, पवित्रता मण्डलीलाई सिकाउनुहोस्, धार्मिकता मण्डलीलाई सिकाउनुहोस्, मण्डलीलाई सफा गर्न थाल्नुहोस्। हालेलुया, हालेलुया। ओ आगो एलियाले आगो बनाएको होइन, आगो कसैले बनाउन सक्दैन। एलाइजा डिड नट म्यानुफ्याक्चर द फायर। एलियाले आगो बनाएको होइन। सुन्नुहोस् है, धेरै भन्दा नि हामी यहाँ छौँ,
वर्षी तिमीले गीत गाएको सुन्छौ अनि आगो ल्याउनु त यो पो गर्नुपर्ने रहेछ, यो रहेछ तरिका सिकेर आउँछ। आजकलको वर्षीहरू धेरै ठाउँमा फ्याक्टुलो वर्षी किन हुन्छ छ, तरिका बोकेर गएको छ, आगो छैन त्यहाँभित्र, तरिका मात्रै छ। डरका डुब्नु गर्नुपर्छ, उफ्रिनुपर्छ, एकछिन नचाउनुपर्छ, काल लिनुपर्छ जोसले, त्यसपछि वचन हुँदाखेरि निदाउनुपर्छ। हाम्रो जीवनमा त्यति मात्रै छ। आगो एलियाले बनाएको होइन, आगो वेदी देवले बनाएको होइन। एलियाले यति मात्रै गरे, वेदी बनाए, फर्किएको वेदीलाई बर्बाद गरे अनि आगो लाग्यो, पर्खेर बसे। हालेलुया। जागृति ल्याउन चाहँदै हुनुहुन्छ, जानुहोस्, भर्किएको वेदी बनाउनुहोस् तपाईँको घरमा अनि पर्खनुहोस्। भन्नुहोस् प्रभु आगो कहिले जानुहुन्छ? त्यो चाहिँ ओरिजिनल आगो, चोरेको आगो होइन, चोरेको आगो होइन, कसैकोबाट सिकेको आगो होइन। वेदी बनाउनुहोस् तपाईँको घरमा, तपाईँको परिवारमा अनि भन्नुहोस् प्रभु आगो कहिले जानुहुन्छ? हालेलुया, हालेलुया। आगो पछि के आयो? झरी आयो। आमेन, आमेन। मलाई मजा लाग्छ। त्यसपछि नि एलिया सत्ता गयो नि, आगोले पछ्याउँदै गयो। एलिया जहाँ जहाँ गयो आगोले पछ्याउँदै गयो। दोस्रो राजा 1 अध्यायमा तपाईँले हेर्नुभयो भने नि अझै 2 पल्ट एलियाले आगो झारेको छ। 2 पल्ट एलियाले आकाशबाट आगो झार्यो। अनि यो कर्मेलसँग 3 पल्ट एलियाले आगो झार्यो। एलियालाई आगो झार्नु किन सजिलो भइहाल्छ? एलियालाई आगो झार्नु किन सजिलो भइहाल्छ? किनभने एलिया आफै आगो बनिसक्यो। He had become the fire. Amen. Amen. मच्चिसलाई आगो बाल्नु सजिलो पर्छ किनभने मच्चिस आफै नै आगो। हालेलुया। तपाईँ आगो बोकेर नजानुहोस्, आफै आगो बनेर जानुहोस्। Be a fire. हालेलुया, हालेलुया। आगो बोकेर नजानुहोस्, आगो बनेर जानुहोस्। आमेन, आमेन। Be a fire. जब तपाईँ आगो आफै आगो बनिनुहुन्छ नि, तपाईँ जहाँ उभिनुहुन्छ नि त्यहाँ स्वर्ग उभिन्छ, त्यहाँ महिमा देखा पर्छ, शक्तिको काम देखा पर्छ, चिन्ह चमत्कार देखा पर्छ, त्यहाँ जागृति देखा पर्छ। हालेलुया, हालेलुया, हालेलुया। हामी प्रार्थना गर्न लागेका छौँ, हामी